राजा ल्याउने आन्दोलनको जसलाई संयोजक बनाइएको छ 82 वर्षीय नवराज सुवेदीजीले लेख्नु भएको किताब इतिहासको एक कालखण्ड भन्ने पुस्तकको पृष्ठ नम्बर 12 मा गएर उनले पढिदियोस्। त्यो पुस्तकमा लेखिएको छ सम्माननीय सभामुख महोदय कि संसारकै प्रसिद्ध र महँगो मानिने ओमेगा घडीले स्विजरल्यान्डबाट नेपाल आएर सो घडी उत्पादन गर्ने फ्याक्ट्री खोल्नका लागि नेपालमा अनुमति माग्यो। अनुमति माग्दै गर्दा उनीहरूले भने हामी कसैलाई सेयर नदिकन हामी आफै नै गर्न चाहन्छौँ। तर नवराज सुवेदी लेख्नुहुन्छ ज्ञानेन्द्रले लाजै नमानी 50% सेयर सोझै मागे, जसले गर्दा ओमेगा घडी सहमत भएन र आज स्विजरल्यान्डको त्यो ओमेगा घडी फर्केर गयो। सम्माननीय सभामुख महोदय, म फेरि दोहोऱ्याउन चाहन्छु, सुन्दै हुनुहुन्छ राजा ल्याउनु पर्छ भन्नेहरू भने सुनिरहनु भएको छ, सुन्नु भएको छैन भने दोहोऱ्याएर भन्न चाहन्छु, तपाईहरूले राजा ल्याउने भनेर जसलाई संयोजक बनाउनु भएको छ उनै नवराज सुवेदीको पुस्तक भित्रबाट पृष्ठ 12 बाट मैले उल्लेख गरेर ज्ञानेन्द्रको चित्र र चरित्रलाई तपाईहरु समक्ष राखेको छु। अनि उनैलाई लिएर आइराखेर देशमा सुशासन प्राप्ति हुन्छ भन्ने भ्रम आजको पुस्तालाई दिने जे प्रयास छ त्यसलाई पनि म चिरफार गर्न चाहन्छु।